देश संसदीय निर्वाचनको नजिकमा छ। नेताहरू मतदाता रिजाउन घरदैलो अभियानमा छन् र चुनाव जित्नकै लागि उनीहरूले विकासको सपना बेचिरहेका छन्। अर्कोतिर हामी धेरै जसो मतदाताहरू भ्रममा छौं र त्यही भ्रम र अज्ञानतालाई नेताहरूले चुनावी हतियार बनाइरहेका छन्। यो रोड बनाउँछौं, त्यो पुल बनाउँछौं, यो एयरपोर्ट बनाउँछौं र देशको विकास गर्छौं। भिड ताली बजाउँछ, भोट हालिन्छ, 5 वर्ष बित्छ, तर न त विकासका ती बाचाहरू पुरा हुन्छन् न त देशको अवस्था नै सुध्रिन्छ। किनकि हामी मतदाताले नेताबाट गलत अपेक्षा राख्यौं र उनीहरूले त्यही अपेक्षालाई भोटमा बदलेर चुनाव त जिते, तर जनताको हितमा केही गर्न सकेनन् अथवा भनौं गर्नै चाहेनन्। नेपाली जनता र नेपालको राजनीतिमा पहिलेदेखि निकै भ्रम फैलिएको छ। सामान्य कुरा के नबिर्सनु होला भने प्रतिनिधि सभाको निर्वाचनबाट हामीले सांसद चुन्ने हो। धेरैजसो जनताले चुनाव जितेका सांसदलाई विकास निर्माण गर्ने मुख्य जिम्मेवार व्यक्ति सम्झिन्छन्, तर वास्तवमा सांसदको काम के हो, कानुन कसरी बनाइन्छ, त्यो धेरैलाई थाहा छैन। आजको भिडियोमा हामी यही भ्रम र नेताहरूले बाँडेको झुटो सपनालाई चिन्नेछौँ। Oh my God. Sorry. समझौता अनुमोदन सम्मेलन समर्थन। यो भैँसीको कुरा। नेपालको संघीय व्यवस्थापिका अथवा संसद दुई सदनबाट बनेको छ, प्रतिनिधि सभा र राष्ट्रिय सभा। प्रतिनिधि सभा र राष्ट्रिय सभाका सांसदहरू कसरी चुनिन्छन् र संसदबाट प्रधानमन्त्री कसरी चुनिन्छ भन्ने विषयमा हामीले यो भिडियोमा चर्चा गरेका थियौं, हेर्न नभुल्नु होला। अब अहिले हुन लागेको चुनाव संघीय व्यवस्थापिका अन्तर्गत प्रतिनिधि सभाको हो। सानो कक्षामा सामाजिक विषयमा पढ्नुभयो होला। व्यवस्थापिकाको काम विकास गर्नु होइन, बरु कानुन निर्माण गर्नु हो। संसद अथवा चुनाव जितेर जाने सांसदहरूको मुख्य 3वटा कामहरू हुन्छन्: कानुन बनाउने, सरकारको चयन र निगरानी गर्ने र आफ्नो क्षेत्रको प्रतिनिधित्व गर्ने। कानुन बनाउनु संसदको सबैभन्दा ठूलो जिम्मेवारी हो। देश कसरी चल्ने, कति कर लाग्ने, अपराधको सजाय के हुने, शिक्षा, स्वास्थ्य, विकास निर्माण, नागरिक अधिकार जस्ता सबै विषयहरू कस्ता नियम अनुसार चल्ने भन्ने कुराहरू संसदबाट बन्ने कानुनबाट निर्धारित हुन्छ। संसदको अर्को काम सरकार अथवा प्रधानमन्त्री र मन्त्रीहरूको छनौट गर्नु हो। यसरी बनेको सरकारले संसदबाट बनेको कानुनको कार्यान्वयन गर्दै विकास निर्माण र नागरिकका लागि सेवा प्रवाह गर्ने काम गर्छ। त्यस्तै सरकारले आफ्नो कामहरूमा अनियमितता देखाएमा अथवा भ्रष्टाचार गरेमा सरकारलाई खबरदारी र प्रश्न गर्ने र पर्यायमा बहुमत पुर्याएर सरकार बदल्ने अधिकार पनि संसदमै निहित हुन्छ। त्यस्तै सांसदले आफ्नो क्षेत्रको समस्या संसदमा उठाउने अथवा नीतिगत तहमा उक्त क्षेत्रको प्रतिनिधित्व गर्ने गर्छन्। मुख्य रूपमा संसदको काम कानुन निर्माण गर्नु हो। अब कुरा गरौँ नेपालमा कानुन कसरी बन्छ। कानुन बन्नु अघि विधेयक अथवा कानुनको खाका तयार हुन्छ। यो प्राय सरकार अथवा मन्त्रालयले ल्याउँछ, तर सांसदले निजी विधेयक पनि दर्ता गर्न सक्छन्। विधेयक प्रतिनिधि सभामा दर्ता हुन्छ र पहिलो चरणमा सिद्धान्तगत छलफल हुन्छ। यो चरणमा सांसदहरूले विधेयक अथवा कानुनको आवश्यकता छ कि छैन भन्ने विषयमा बहस गर्छन्। त्यसपछि उक्त विधेयक सम्बन्धित संसदीय समितिमा पठाइन्छ। संसदमा विभिन्न विषयमा छलफल गर्न फरक फरक संसदीय समितिहरू बनेका हुन्छन्। उदाहरणका लागि शिक्षा सम्बन्धी विधेयक भएमा शिक्षा समितिमा पठाइन्छ र सम्बन्धित समितिले विशेषज्ञसँग परामर्श गर्ने, सरकारवालासँग सुझाव लिने र संशोधन प्रस्ताव तयार गर्ने गर्छ। यो कानुन निर्माणको सबैभन्दा प्राविधिक र महत्त्वपूर्ण चरण हो। त्यसपछि उक्त विधेयक समितिबाट पुनः संसदमै फर्किन्छ। समितिबाट फर्केपछि संसदमा प्रत्येक धारामाथि छलफल हुन्छ। सांसदहरूले चित्त नबुझेमा संशोधन प्रस्तावहरू राख्न सक्छन्। जनताबाट चुनिएर जाने सांसदहरूमा हुनुपर्ने मुख्य ज्ञान यही नै हुन्छ। विधेयकका धारा धारा केलाउँदै जनताको हितमा छ वा छैन बहस गर्न सक्ने हुनु पर्यो। उक्त विधेयकमा यदि संसदको बहुमतले समर्थन गर्यो भने विधेयक प्रतिनिधि सभाबाट पारित हुन्छ र प्रतिनिधि सभाबाट पास भएपछि विधेयक राष्ट्रिय सभामा जान्छ अथवा उपल्लो सदनमा जान्छ। त्यहाँ पनि उस्तै प्रक्रिया दोहोरिन्छ। यदि राष्ट्रिय सभालाई उक्त विधेयकमा चित्त नबुझेमा प्रतिनिधि सभामै फर्काउन सक्छ। स्मरण रहोस्, अहिले प्रतिनिधि सभामा नयाँ अनुहारहरूले जितेर गए पनि राष्ट्रिय सभालाई चित्त नबुझेमा कानुन पारित हुन सक्दैन र राष्ट्रिय सभामा अहिले उही पुरानै पार्टीका अनभिज्ञ नेताहरू भर्ती भएका छन्। दुवै सदनले बहुमतले पारित गरेपछि विधेयक राष्ट्रपति कार्यालयमा जान्छ र राष्ट्रपतिले पनि उक्त विधेयकमा चित्त नबुझेमा पुनः प्रतिनिधि सभामै फर्काउन सक्छ।
राष्ट्रपतिले प्रमाणीकरण गरेपछि मात्र त्यो कानुन बन्छ र राजपत्रमा प्रकाशित भएपछि कानुन लागू हुन्छ। त्यसपछि मात्र सरकारले त्यसको नियमावली बनाएर कार्यान्वयन गर्छ। यसरी हेर्दा कानुन बन्नको लागि प्रतिनिधि सभा, राष्ट्रिय सभा र राष्ट्रपति सबैको चित्त बुझ्नै पर्छ। नेपालका नेताहरूले गर्ने सबैभन्दा ठूलो राजनीतिक फ्रड जनताहरूलाई विकासको सपना बाँडेर कानुनको खेल खेल्नु हो। आफ्नो फेभरमै कानुनका धाराहरू निर्माण गर्ने र त्यसका लुप होलहरू युज गरेर फाइदा उठाउने। यदि तपाईँ अझै पनि सोच्नुहुन्छ कि सांसदको काम सडक बनाउनु अथवा कालोपत्रे गर्नु हो भने आज तपाईँको बुझाइ बदलिन जरुरी छ। हुन त त्यही संसदबाटै बनेको सरकारले पूर्वाधार निर्माण लगायत विकास निर्माणका कामहरू गर्ने हो। तर नेपालको अहिलेको समस्या कानुनी तहमा रहेको छ। भ्रष्टाचारलाई कानुनी संरक्षण मिल्नु, कानुनी झन्झटले जनताले दुःख पाउनु, शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा एउटा कानुन बन्न वर्षौं लाग्ने, उचित कानुन नभएकै कारण विकास हुन नसक्नु, जनताको जीवनस्तर नसुध्रनु र कानुनमा धेरै लुपहोलहरू हुनु। देशको वास्तविक समस्या यही नै हुन्। हामीले सडक माग्यौं तर सडक बनाउने मापदण्ड र कानुन कस्तो बन्यो भनेर कहिल्यै सोधेनौं। हामीले पुल माग्यौं तर पुल बनाउने बजेट पारदर्शी छ कि छैन भनेर कहिल्यै सरकारसँग प्रश्न गरेनौं। हामीले युवाहरूलाई विदेश जानबाट रोक्न संसदबाट कस्ता कानुन तथा नीतिहरू पारित भए त्यो हेरेनौं। सांसदको असली परीक्षा पूर्वाधार विकासमा होइन, संसदमा उसले बोलेका शब्द र उसले जनताको पक्षमा संसदमा उठाउने मुद्दा हो। उचित कानुन बनेमा मात्र सोही अनुसार क्रमशः हरेक तहमा त्यसको उचित कार्यान्वयन हुँदै गएपछि जनताले जीवनस्तर सुध्रिएको महसुस गर्न पाउँछन्। चुनाव नजिकै आउँदैछ। यसपटक नेताहरू भोट माग्न आउँदा र विकासको सपना बाँड्दै गर्दा देशको अवस्था र जनताको जीवनस्तर उकास्न तपाईले संसदमा उठाउने मुद्दा के हो र त्यसको लागि तपाईले के योजना बनाउनु भएको छ प्रश्न गर्न नबिर्सनुहोला। किनकि हामी देशको विकास गर्छौं मात्रै भनेर गाडीको छतबाट हात हल्लाउँदैमा, लोकप्रिय हुँदैमा र घर घरमा ग्यास चुल्हा पुर्याउने आशा बाँड्दैमा उनीहरूबाट देशको अवस्था कदापि सुध्रिन सक्दैन। लोकतन्त्रमा सचेत मतदाताले प्रश्न गर्नै पर्छ र भोट गर्नु अघि सोच्नै पर्छ। देशको भविष्य हामी मतदाताकै हातमा छ। देशको भविष्य तपाईले दिने एउटा भोटमा छ।